एकदमै मिठो भएको छ। So, hi everyone, namaste, Chajalo, Darshan Anifya, Pulo, Sevar, Sevanjula, Pantashidile, Kamrimo. Welcome back to my YouTube channel. This is Rukshana and you're watching Anna. Hope things so I'm so from my channel. Please do something, press the bell icon also that can easily connect with. So, good evening, सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा अनि अर्को भिडियो हैन अर्को मुकबाङको भिडियो। सो है मैले चाहिँ त्यस्तो डिसाइड चाहिँ गरेको थिइनँ मुकबाङ गर्छु भनेर बट पकाउँदै मलाई एकदमै मुकबाङ गर्नु मन पर्यो अनि आज चाहिँ मसँग छ मुकबाङमा एकदम सुँगुरको सुँगुर लभर भएर होला सुँगुरै मात्रै आउँछ मुकबाङ। सो आज चाहिँ मसँग छ ला मामपुटाले छ केही छैन मसँग छ गोरुको कर्जी मर्जी हो एकदमै मिठो भएको छ। अघि मैले चाखी पनि हालेँ अनि मसँग रहेको छ यहाँ मुसुरीको दाल अनि माम रहेको छ अलिअलि यहाँ गाजरहरू अनि पिउनको लागि रहेको छ पानी। एकदमै मिठो भएको छ मैले एकदम मिठो बनाएको छु अनि पिरो अचार टाइपको बनाएको छु। सो हजुरले हेरिहाल्नुहोस् हो। सो एकदमै दामी भएको छ उल्टा राखी पठाइछु केही छैन अनि यहाँ माम पुरा टाल्लेछ हो अनि केही छैन आजको है मैले आजकल मुकबाङ मात्रै लिएर आइरहेको छु है घरमा त्यस्तो अब खासै भिडियो हुँदैन म भनि नै रहेको हुन्छु। सो हेर्दै गर्नुस् मुकबाङको भिडियोहरू इन्जोय गर्दै गर्नुस् अनि मलाई फेसबुक पेजमा पनि एकदमै माया दिनुहोस् है। सो चिसो भयो सो चिसो भइहाल्यो हो। सो स्टार्ट गरौँ है। सो लिए है त म वाउ मैले भर्खर नुहाएर मात्रै बसेको थिएँ। सो कपाल एकदमै चिसो छ केही छैन है। यस्तो मिठो भएको छ भनौँ न आथा तातो तातो। सो फर्स्ट बाइट आफैले त तारिफ गर्नु हुँदैन तर पनि एकदमै मिठो भएको छ। धेरै दिन भएको थियो क्या मलाई कर्जी मर्जी खानु मन परेको अघि गएर ल्याएर पकाएर अन्त नुहाइ गरेर चाहिँ मुकबाङ स्टार्ट गरेको। खासमा चाहिँ मैले यसकै ग्रेभीसँग गर्छु भनेर सोचेको थिएँ पर दाल पनि बनाइहालेँ। सो दाल पनि ल्याएर नै राखेँ। त्यहाँबाट टेस्ट गर्नु पाएको भए चाहिँ हजुरले पनि मलाई तारिफ गर्नुहुन्थ्यो। पिरो एकदमै पिरो छ कि तर के गर्नु खोर्सानी खाने बानी भएर होला कि मैले पोक राख्न आँटेको थिएँ बट मलाई रुगा मार्गीले गर्दा अलिकति सताइरहेको छ। सो आज चाहिँ तातो पानी नै छ। कर्जी मर्जीमा चाहिँ प्याजको पत्ता हालेर बनाएको मैले खासमा चाहिँ प्याजको पत्ता चाहिँ पाकिसकेर हल्का निकाल्नु आँट्दाखेरि चाहिँ मात्रै हालेको नभए एकदम फ्याट्टै हुन्छ त्यस्तो फ्याट्टै भएको मिठो पनि हुँदैन।
गाइस यस्तो पिरो भएको छ यो अचार बानेर खाँदा पनि हुन्छ खासमा चाहिँ मेरो यो डिनर नै हो है यस्तो छिटो जामिन्छ कि यो अन्त अचार खाइहाल्नु हामी आज म जति सक्दो चाहिँ फिनिश गरौँ भनेर सोच्दैछु बट सक्छु कि सक्दिनँ मैले गाइस टिस्यु पेपर नै ल्याउनु बिर्सिन्छु जुन दिन मिठो हुन्छ नि यति छिटो अगाउँछु म सक्दिनँ यसो गाइस दामी गाइस
मेरो हरेक भिडियोमा त्यो सुँगुरको एकपल्ट सुँगुरसँग माम खाँदा मात्रै मैले छोडेको थिइनँ होला, नभए एभ्री भिडियोमा अलिकति न अलिकति छोडेको हुन्छ। म कति कम्ती हालेर नि आउँ भन्छु कि र छोडिपठाइहाल्छु, तर यो वेस्ट चाहिँ हुँदैन। पप्पी छ नि हामीले जे खायो त्यो खाएर होला कि यस्तो बिना मोटो भएको छ कि। वाउ गाइस, धेरै दिन बादमा मैले यो खाएको थिएँ नि त, कस्तो खानु मन परिरहेको थियो हो। अनि आफै बनाएँ, आफै मुखबाङ गरिहालेँ। सो एकदमै मिठो भयो गाइस। हजुरहरूले पनि कति फेभरेट हुन्छ नि त कर्जी मर्जीहरू है, कुखुराको कतिको आफ्नो आफ्नो हुन्छ। सो एकदमै मिठो भयो हो। आई होप यु गाइज अल्सो इन्जोयड। म त इन्जोय गरेँ, हजुरहरूलाई पनि देखिहाल्नु भयो। सो डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब, अनि माया पनि दिनुहोस् हो। सो सी यु नेक्स्ट भिडियो, बाई, लभ यु।